आइहाल्छ के आउँछ भनेको क्या मैले यसरी गर्ने त हो नि हैन कतिको जान्छु कि जान्दैन भनेर नि भरे देब्रे घुम भन्दा दाहिनेतिर घुम्यौ भने भरे अनि त्यहाँ लाज हुँदैन बेइज्जत हुँदैन त्यत्रो ससुरा बाउले तिमीलाई सिकाएको छ अनि यो सासुआमाले के भन्छ हामी त पहिले यसरी परेड खेल्थ्यौँ यस्तो गर सुरु गर्नुपर्छ सर भनेर हामी यसो खाना खाने बेलामा हामी यसो गर्थ्यौँ अनि तिमी टोली कमान्डर होइन हो नि तिम्रो टोली कमान्डरमा कतिजना छौ ए मेरो कमान्डरमा 13 जना छ को नाम भन त ए काफ्लेको बुढी च्यानेको बुढी चनेको बुढी सबै बुढी नै बुढी तिनीहरूको बुढाहरू त सबै विदेशमा छन् त त्यस्तै परेछ मेरो कमान्डमा सबै निर्वाचन गराएर आउनु पर्ने तिनीहरूलाई अनि भोट हाल्दिने तिनीहरूलाई भोट हाल्नु पर्ने मत हालेर आउँछौ राम्ररी मजाले अनि भोट चाहिँ कसलाई दिन्छौ हर्का साम्बाङलाई बालनलाई म कसैलाई पनि दिदिनँ म त आफ्नै खुसीले दिने हो सबैलाई त्यहाँ हर्का साम्बाङलाई दिनु लगाऊ अनि सबै तल गैरी खेतहरू सिँचाइ कुलो गरेर आयौ ए सबै सकेर अघि म त कसैलाई पनि दिदिनँ मेरो आफ्नै मनलाई दिन्छु अनि गैरी खेतमा सिँचाइ कसको गरेर आयौ त काफ्लेको बुढी पनि सक्यौ काफ्लेको बुढी कहाँ घन्टी बजाएको बजाइ गर्छ म त बाहुनको छोरी हो म त घन्टी बजाउँछु भन्छ त्यो नि के हो के अनि यहाँ सुन चनेको बुढी सबै अर्काको बुढी लिएर जाँदैछौ मिदिमा होइन त्यो राम्रो कमेन्ट गर भरे अर्कै न्याजेहरूले भरमा बनाइदिएर फेरि तिम्रो टाउकोमा आइलाग्छ भरे आत्ता त भुँडी फुल्लाएर आयो भने तिम्रो टाउकोमा आइलाग्छ फलानाको ज्वाइँले लगेको थियो भनेर मार्ला तिमीलाई फेरि काफ्लेहरूले छोरीले पनि थाहा पायो भने तिमीलाई डिभोर्स दिन्छ सुरु गर निर्वाचन मजाले गराउने हो यो ढिँडो खाएर चाहिँ निर्वाचन जानुपर्ने किसम खाऊ